हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आजको मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। गाइज, आज म चाहिँ सक्कु मिजा खाँदैछु। मैले चाहिँ यो फर्स्टचोटि खाएको गाइज। हजुरहरूले कसले खानु भएको छ? मलाई चाहिँ यसको नाम पनि थाहा थिएन क्या गाइज। अनि आज मेरो साथीले लिएर आउनु भएको रहेछ। अनि यो चाहिँ फेरि ढाड दुखेको मान्छेले खाँदाखेरि एकदम राम्रो हुने रहेछ क्या, ढाड सन्चो हुने रहेछ। अनि मैले चाहिँ यता मेरो छोरोले पनि खान्छ कि भनेर दिएको, अनि मेरो छोरोले चाहिँ खाएन। मलाई चाहिँ फेरि खासै मन परेन क्या गाइज, फर्स्टचोटि खाएको हो नि त। अनि मलाई फेरि खान पनि आएन। यो चाहिँ एकैचोटि खानु पर्दो रहेछ, तर ठुलो ठुलो थियो नि त। अनि मुखमा नअटेर मैले चाहिँ हाफ गरेर खाएको। अनि कस्तो मुखबाट सबै उछिटेको जस्तो भएर बल्ल 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 खाँदैछु गाइज। हेर्नु न, अब पैसा परेको चिज हो, अनि फेरि दबाई पनि हो नि त, अनि फाल्न पनि मिलेन। अनि यसमा चाहिँ धागो बाँधेको हुँदो रहेछ क्या, अनि एकैचोटि खानु पर्दो रहेछ। अनि एकैचोटि खाएन भने त यो सबै उछिट्याउँदो रहेछ नि त। यसमा चाहिँ खोइ के हाले, बोन म्यारोहरू केले बनाएको हुँदो रहेछ नि त। एकदम धेरै दबाई हुँदो रहेछ कि गाइज। पोहोर मेरो साथीले ल्याएर खानुभएको रे, अनि उहाँलाई चाहिँ आजसम्म ढाड दुखेको छैन अरे क्या। अनि मलाई पनि एकदम धेरै ढाड दुख्छ नि त, अब बसेर गर्ने काम छ मेरो चाहिँ, अनि ढाड पनि एकदम दुखिरहेको हुन्छ। अनि मलाई पनि ल्याइदिनु भनेको थिएँ, अनि ल्याइदिनु चाहिँ भएको रहेछ। तर मलाई चाहिँ खासै मन परेन, त्यही पनि औषधि हुन्छ भनेर चाहिँ म जबरजस्ती खाँदैछु। अनि यता छोरोलाई पनि खाउ न भनेको, ऊ चाहिँ मानि नै रहेको छैन, उसले चाहिँ खाएन। उसलाई चाहिँ फेरि मन नपर्ने चिज दियो भने चाहिँ उसले भमिट गरिदिन्छ नि त। अनि मैले चाहिँ कर पनि लगाएन, अनि आफूले मात्र खाएँ। म चाहिँ फेरि बल्ल 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 खाएँ कि गाइज। अनि खाइसकेपछि चाहिँ मलाई एकदम उल्लु जस्तो भयो, अनि बोसो हुन्छ नि त यसमा एकदमै धेरै। अनि मैले चाहिँ अनि लास्टमा चाहिँ आँपको अचार खाएँ, अनि बल्ल अनि अलि मुख मिठो मिठो भयो जस्तो भयो। हजुरहरूले कसले खानु भएको छ, खानु भएको छैन, कमेन्ट गर्नु होला गाइज। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला गाइज। धन्यवाद, बाई। किन